सम्पूर्णमा नमस्कार। आज यो फुटबलको बारेमा यसो अलिकति कुरा गरौँ भन्ने लाग्यो। फिफा वर्ल्ड कप चलिरहेको छ, सानो भिडियो बनाऊ भन्ने लाग्यो मलाई। अब कुनै बेलामा हामीहरू पनि गाउँमा यस्तै भनौँ न मजाको बलदेखि सुरु गर्दै अलिकति राम्रै टिम पनि बनेर हिँडियो। त्यो बेलामा धेरै गेमहरू पनि खेलियो। त्यो भएपछि त्यति बेलाको साथीहरूलाई एकदमै याद गर्ने बेला यो सही समय पनि हो र यो बेलामा मलाई धेरै याद पनि आयो आफूहरू खेलेर हिँडेको कुराहरू, त्यो क्षणहरू र त्यसको बारेमा सानो साथीहरूलाई सम्झिँदै एउटा भिडियो बनाऊ भन्ने पनि लाग्यो। अब हामी 2067 देखि 68 एकदमै बढी फुटबल खेल्दै हिँडेको भनेको। त्योभन्दा अगाडि खेलियो, धेरै खेलियो, तर यो 67 68 बिचको मोमेन्टलाई चाहिँ एकदमै खास र अनि एकदमै बिर्सिनै नसकिने अविस्मरणीय चाहिँ क्षणहरू छ त्यो बेलाको साथीहरूसँग। यो सम्झिँदाखेरि अब हाम्रो टिममा नाम लिनु पर्दाखेरि पहिलो नाम ओमबहादुर थापा, सानो दाइ भन्छ हामीले, जो उहाँ चाहिँ मेरो एकदमै फुटबल खेल्दाखेरिको एकदमै मिल्ने साथी र राम्रो खेलाडी पनि, टिमलाई एकदम जरुरी हुने एकजना जरुरी साथी मेरो, हाम्रो टिमको एउटा एकदमै राम्रो खेलाडी र टिमलाई चाहिने एउटा व्यक्तित्व पनि हो। र त्यसै गरी सागर हाम्रो गोलकिपर थियो, जो मेरो एकदमै मिल्ने साथीहरू मध्येको पनि एकदमै मिल्ने साथी हो। देखिकै हाम्रो बाल्यकालदेखिको साथी, राम्रो किपर पनि। र हामी त्यो बेलामा साबिक दाउनेको कुरा गर्ने हो भनेदेखि एकदमै सबैले रुचाएको मन पराएको किपर र धेरै गेमहरू हामी खेलियो। किपरले धेरै राम्रो प्रदर्शनहरू गर्यो। त्यसमा चाहिँ एकदमै सबैजनाले चाहिँ उनलाई तारिफ धेरै आएको त्यो बेलामा। अनि अब नाम लिनु पर्दाखेरि पुरानो साथी नुरे परियार, हाम्रो अहिले फेसबुकमा सिकिङ भन्ने छ, उनी पनि हामीसँग एकदमै पहिल्यैदेखि जोडिएको र त्यो क्षणमा पनि एकदमै राम्रो खेलेर हिँड्ने। त्यसपछि हाम्रो सुनिल थापा, हाम्रो सुनिल सर अहिले जहाँ भए पनि होइन, मैले एकदमै सम्झेको छु साथीहरूलाई। त्यो बेलाको हाम्रो क्षण भनेको एउटा बाँचुन्जेलसम्मको एउटा मिठो सम्झना के, सम्झिँदाखेरि एकदमै खुसी लाग्ने र त्यस्तो खालको दिनहरू अझै पनि फर्केला कि नफर्केला, फर्कियो हुन्थ्यो भन्ने खालको एउटा भावना जाग्छ क्या त्यो सम्झिँदाखेरि। त्यति रमाइलो क्षणहरू मोमेन्टहरू हामीले चाहिँ बिताइयो। र अझै नाम लिनु पर्दाखेरि हाम्रो गोविन्द दाई, हाम्रो गोविन्द वाइवा भनेर लेख्नुहुन्छ अहिले, आदरणीय दाजु मेरो, उहाँ चाहिँ अहिले युरोपमा हुनुहुन्छ। दाइलाई म धेरै मिस गरेको छु। हाम्रो टिमको लागि एकदम एउटा ऊर्जा, राम्रो खेल्ने प्लेयर, उहाँ पनि एकदमै मैले चाहिँ मिस गर्ने एउटा पात्र उहाँ पनि। हामी जति टाढा भए पनि, समयले चाहिँ टाढा बनाए पनि फेरि त्यो समयले नै फेरि नजिक गराउने दिन पनि पक्कै आउँछ। त्यो बेला फेरि ती मोमेन्टहरूलाई हामीले फेरि एउटा राम्रो समयको रूपमा फेरि पनि हामीले त्यसलाई चाहिँ बिताउनेछौँ। र अर्को नाम लिनु पर्दाखेरि त्यो खेलाडी मध्येमा हाम्रो जमुना केवट, गाउँमा हामी जङ्गली भन्छौँ, जे केब्रो मैले राखिदिएको त्यति बेलाको टाइटल नेम हो। र एकदम राम्रो खेलाडी, हाम्रो टिमभरिको सबभन्दा राम्रो खेलाडी जङ्गली, एकदम राम्रो फिनिसिङ, बल कन्ट्रोलर, एकदम राम्रो ड्रिबलिङ, एकदम राम्रो। र जङ्गलीलाई जो देखेर हामी खेल्दै हुर्किँदै गरेको एकदम राम्रो खेलाडी हाम्रो गाउँकै त्यति बेलाको। र पछि हामीसँग टिममा सँगै बसेर खेल्दाखेरि पनि सपोर्ट गरेर, हाम्रो टिमलाई साथ सपोर्ट गरेर, हामी ठुलो कुनै कप त उठाइएन, तर हाम्रो जस्तो एउटा सानो टोलमा जो फुटबलको टिम भन्ने कुरो कहिले पनि थिएन। त्यहाँ चाहिँ हाम्रो ब्याचले त्यतिको स्थापना गरेर एउटा क्लब खोलेर एउटा टिम छ यहाँ यो गाउँमा पनि है भन्ने देखाउन सफल हाम्रो टिम हो त्यति बेलाको। हाम्रो पहिलो ब्याच नै हो त्यो फुटबल टिमको ब्याच त्यति बेलाको। र नाम लिनु पर्दाखेरि अफसोसको साथ भन्नुपर्दा केही साथीहरू हामीले गुमाइसके, जो चाहिँ अहिले संसारमा छैन। एकदमै मिस गर्छु मैले
मेरो अनिरुद्ध हरिजन भन्ने साथी जो एकदमै राम्रो व्यक्ति, सायद भन्छन् नि राम्रो मान्छे भगवान्ले छिटै लान्छन् भनेर कि यति राम्रो व्यक्ति नि आँखामा हाल्दा पनि नबिजाउने मान्छे हो। कसैसँग धेरै नबोल्ने, एकदम मिल्ने, झगडा लडाइँ नगर्ने, घरको काम भने घरको काम एकदमै काम गर्ने, घरमा धेरै साथ दिने, खेल त्यत्तिकै राम्रो। हाम्रो टिमको एउटा बलियो डिफेन्स हो, डिफेन्स थियो भने। तर यस्तै छ, अब भगवान्ले अब उनलाई छिटै लिएर गए। एकदम हार्दिक श्रद्धाञ्जली अनि धेरै धेरै मिस गर्छु मैले साथीलाई। त्यस्तै गरी प्रदीप परियार एकदम राम्रो खेलाडी, मेन डिफेन्स हाम्रो टिमको। हाम्रो प्रदीप परियारको गेम अविस्मरणीय, धेरै राम्रो। प्रदीप अहिले घरै छन् सायद, धेरै मिल्ने साथी पनि हाम्रो र टिममा एकदम राम्रो एउटा बलियो खेलाडी पनि। सधैँ मैले उसलाई मिस गर्छु। हाम्रो देखभेट अहिले भएको छैन, केही समय भयो, तर भेट हुँदाखेरि राम्रै कुराकानी हुन्छ र ऊ पनि राम्रो खेलाडीको रूपमा मैले सम्झिन्छु। अनि हाम्रो एकजना कृष्ण दाई, कृष्ण जीसी, अहिले सायद दाई उहाँ काजकिस्तानतिर हुनुहुन्छ कि कता हुनुहुन्छ है, त्यो मलाई त्यस्तै लाग्छ। दाईको पनि खेल अति राम्रो, अति सान्दर्भिक गेम दाईको। उहाँले चाहिँ धेरै राम्रो खेल खेलेर हाम्रो टिमलाई चाहिँ जित दिलाउन सफल हुनुमा उहाँको पनि ठुलो हात छ। उहाँ पनि डिफेन्स हो। प्रदीप परियार र हाम्रो कृष्ण जीसी दाई चाहिँ एकदमै दुईजना पालै पालो हाम्रो डिफेन्स बस्ने एकदम राम्रो बल रक्षक उहाँहरू। बल एकदम कभर राम्रो गरेर खेल्नुहुन्थ्यो। उहाँलाई पनि धेरै धेरै मिस गर्छु म। फेरि कुनै समय भेट होला दाईसँग नेपालमा।